यस्तो कुरा छ छैन दिल्ली भयो दिल्लीबाट कट्यो हामीलाई क्या एकचोटि कुकुरले खेदाएको सिन्कौलीतर्फ लाग्दैछौँ हामी पालि धेरै स्पिड कुदेर हुँदैन बाटो छ बरु हिजो बिस्तारै जाने जम्पाको बरु केही फरक परेन हुँदैन भयो त जिन्दगी लामो छ आजको मौसम चाहिँ शान्त चिसो छ त हो केही हुँदैन पछाडि हो त्यसै खोलाबाट अलिकति उकालो जङ्गल उकालो त्यहाँबाट ओह्राल्दै घर मायाको खाजा खानु ठाउँ पर्थ्यो अब मायाहरू पर जिरेमा लगेर खुवाउनु पर्छ लाँदैन एकैछिनमा त आउँदैन बाख्रा कुखुरा
चप्पल साट्यो लोकल भाले खाऊ भनेको यसलाई भाले नखाने भन्छ है पोथी खाने भन्छ मेरो बुढी अब खुकुले हेरिराख्नु भएको छ आज हामीले के खानु आँट्यौँ हौ सिकार के को सिकार हो त्यो कुखुराको सिकार गरेर जेठाले पोलिसक्नु भयो भने जाउँ कोही के नाङ्लो ल्याउनु के ल्याउनु पर्दैन कुकुर बस्दै गर्नु ल हामी बाहिर गएर आउँछौँ लिएर आउनु पर्थ्यो होला काम गर्नु पर्यो भने अघि यो लगेकै थिएन भित्र खुकुरी मैले कहाँ राखेँ यस्तो मोटो छ हेर त भर्खर अन्डा पार्नु थाल्ने आँटेर छ है बसो रहेछ भयो यस्तो त हो त खानु यस्तो त हो त छियो यता देखाउनु थियो नि स्पेशल पार्ट्स अहिले अन्डाहरू पनि छ होला पखाला यसलाई भन्छ तिते नफ्याक्नु ए या ओइ यस्तो खानु हुँदैन क्या किन मासुमा तितो तितो मिठो हुन्छ नि त मन पराउँदैन क्या हामी तितेमा लगाउँदा खाँदा तितो क्या होइन यहाँ हानिदिएको त कुकुरले भयो तर हातले उठ्छ क्या कस्तो दामी अन्डा उठिदिएछ अन्डा रहेछ भोलि बिहानको लागि नि भर्खर सुरु गर्न आँटेको अन्डा पारेको छैन
2 दिन लाग्थ्यो अन्डा पार्नलाई अझै मेन यहाँ छ यो मेन अन्डा हो न चाम्रो छ त्यो अन्डा हेरौँ छाउँ गिली गिली गरी भाजेर किलो भएको रहेछ भोलि नहुने पर्सितिर हुन्थ्यो ए उप कति भिडियो बनाएको होला बुहारीले भन्ने भइरहेछ यो राख्ने होइन हेर्नु न हाम्रो काम छ अब मलाई त बस्नु मन हजुर पुग्छ हामी रस लाएर खानुपर्छ यता चाहिँ रक्सी पाराइ त्यही त बजु रक्सी पार्नु भएको को हो काका हुनुहुन्छ ए पकाउँदैन अलि हाल्नुपर्छ होला नि के चाहिँ फुपूले हामीले भन्दा मिठो बनाउनुहुन्छ होइन खोइ मलाई के के गर्नु बोजूले उयो गरिराख्नु भएको छ रक्सी बनाइराख्नु भएको छ नौ ल नहुनुपर्छ पानी केमा थाप्नु तातो पनि म त खाँदिनँ तपाईँ आफै खानु न नि फुपू भोलिदेखि के हुन्छ अरे मसलाहरू काट्छ होला होइन त्यसै रस यो बिहानको रात सिकुटी
अलिकति काम भएको के रुम राखिदिएर चाहिँ तल यता झार्नु नि टमाटर लाउनु हुन्छ हुन्छ हौ अनि हाम्रो अलिकति लाउनु त त्यसो भयो मसला हाल्दैन नि अब के को लागि यसमा लाउनु त्यो उयसमा लाउनु कहिले कुटेको मकैको पिठो यो